बरको फेदमा कस्तो शीतल हावा आउँछ क्या। त्यो शीतल हावामा अब आफ्नो गर्लफ्रेन्डसँग कुलबारे कुराकानी गर्नको लागि क्या फोनमा हिँडेको के। ए शीतलको लागि मौलिकता चाहिने, भाषा चाहिँ अप्रभंश, घप्टो पर त। किन त अनि घप्टो पर भनेको सुन्दैनस्? घप्टो पर त्यो के नि लेख्छस्? ओकली पठा। ए दाजु किन किनिलो किन किन्यो? ओकली पठा भनेको सुन्दैनस्? हे तेरे क्या हो, यो त परिवर्तन हो क्या दाइ। छादी पठाना के नि लेख्छस्? किन अन्कनिँदै बोल्छस्? परिवर्तन भन्दैछु क्या दाइ। यो त के को लागि परिवर्तन गरिस्? अब परिस्थिति त्यस्तै आयो दाइ। ए त्यसो भाषै परिवर्तन गर्नुपर्ने के परिस्थिति आयो भन् त? तेरो नाम के हो भन् त लिम्बू भाषाबाट? मेरो नाम त गोकुन हो नि। हो यही कुरालाई लिम्बू भाषाबाट मेरो नाम गोगुने हो भन् त। भाउजू कहाँ जानु भाउ? भाउजू मलाई सिकाउनु न यार, दाइले ल्याङ गर्यो यार। छैन भाउजू, डुल्नु गएको छ। भन् छिट्टो। आउँदैन त दाइ। मेरो नाम गोगुने हो भनेर लिम्बू भाषामा भन्, अनि मात्रै जाने पाइस्, नत्र भेटिस्। त्यो थोरै थोरै एक्जाम्पल दिनु त कस्तो? आमिङ गोगुने भन्। आमिङ गोगुन। स्पष्ट भन्। आमिङ गोगुने। आज यतिकोमा छुट पाइस्। अबदेखि नि यो मेरो घरको आँगन टेक्दा अन्कनिँदै बोलिस् भने यही पासोल दिएर खुत्रुक्कै बनाउँछु। जा।